दर्शकवृन्द, लोकप्रिय नायिका करिश्मा मानन्दरले एउटा स्ट्याटस राख्नुभयो। धेरैले उहाँको छोरीमाथि अभद्र टिप्पणी गरेपछि उहाँ आक्रोश हुँदै एउटा स्ट्याटस लेख्नु भएको छ। त्यो के लेख्नु भएको छ, के भन्न खोज्नु भएको छ, म तपाईँलाई जानकारी दिन्छु। करिश्मा मानन्दर जो नेपाली चलचित्र क्षेत्रकी लोकप्रिय नायिका, चर्चित नायिका हुनुहुन्छ। उहाँको एक छोरी पनि हुनुहुन्छ। उहाँको छोरीले पनि काम गर्नुभएको छ चलचित्रमा। यद्यपि उहाँ प्रोफेसनली धेरै चलचित्रमा त काम गर्नुभएको छैन। कविता मानन्दर उहाँको नाममा अझ भनौँ विभिन्न कमेन्ट चाहिँ अभद्र खालका कमेन्टहरू आउन थालेपछि उहाँले एउटा लामो स्ट्याटस राख्नु भएको छ। करिश्मा मानन्दरले के लेख्नु भएको छ भने म तपाईँलाई सरस्वती तपाईँलाई स्क्रिनमा पनि देखाउन चाहन्छु र पढेर सुनाउन चाहन्छु। तपाईँहरू धैर्य गर्नु होला, किनकि एकदमै इम्पोर्टेन्ट कुरा छ। तपाईँ पनि कतै भोलि यसै गरी कतै कसैलाई अभद्र तरिकाले कमेन्ट गर्नुभयो भने तपाईँलाई पनि अप्ठ्यारो पर्न सक्छ। उहाँले लेख्नु भएको छ, आजकल म धेरै सार्वजनिक हुन चाहदिनँ। जे राख्छु आफ्नै फेसबुक वालमा राख्ने गरेको छु। मिडियाका धेरै साथीहरूसँग म नजिकको सम्बन्ध छ, तर पछिल्लो समय म स्वेच्छाले केही दूरी बनाइरहेकी छु। यसको अर्थ उहाँहरूसँग मेरो सम्बन्ध बिग्रिएको होइन। सार्वजनिक व्यक्तिका जीवनका कुराहरू बाहिर ल्याउनु उहाँहरूको पेसागत जिम्मेवारी हो र त्यसलाई हामीले व्यक्तिगत रूपमा दोषी दिनु मिल्दैन भन्ने बुझाइका साथ म शान्त रूपमा टाढा बस्न रुचाउँछु। दर्शकहरू हाम्रो कामको कदर गर्नुहुन्छ र कलाकारिताको माध्यमबाट हामी सबैसँग जोडिएका छौँ। हाम्रो निजी जीवनप्रति चासो राख्नु दर्शकको अधिकार हो भन्ने कुरा म स्वीकार गर्छु। त्यसैले राम्रा र नराम्रा टिप्पणीहरू सहन सक्ने मनोबल मैले बनाइसकेकी छु। तर समस्या त्यति बेला हुन सुरु हुन्छ जति बेला आलोचना होइन क्रूरता देखिन्छ, जति बेला मानवता हराएका शब्दहरू हतियार बन्छन्। कम्तीमा जनावर जतिको विवेक त राख्नुस्। मेरो छोरीमाथि बारम्बार बडी सेभिङका टिप्पणीहरू गरिन्छ। उसको परिस्थिति के हो, उसले के भोगिरहेको छ, यी कुरा नबुझी कसरी कसैको शरीर, स्वरूप वा अस्तित्वमाथि प्रश्न उठाउन सकिन्छ? के सुन्दरता कुनै एउटा मापदण्डमा सीमित हुन्छ? यदि त्यस्तो हो भने के त्यो मापदण्डमा नपरेका मानिसहरू मान्छे भएर बाँच्ने अधिकार गुमाउँछन्? यो संसार विविधताले भरिएको छ। के विविधता नै कुरूपता हो? होइन। हरेक व्यक्तिमा आफ्नै किसिमको सौन्दर्यता छ। ऊ जे जस्तो छ त्यही भएर बाँच्न पाउनु उसको जन्मसिद्ध अधिकार हो। मसँग उसको तुलना गरेर टिप्पणी गर्नु कस्तो सोचको उपज हो? गल्ती कहाँ भयो? आफ्नो सन्तानप्रति सचेत हुनु मेरो अपराध हो? आफूप्रति सचेत रहनु मेरो अपराध हो? कि हामी जे जस्तो भौतिक रूपमा छौँ त्यो देखिए बापत मौन भएर लुकेर बाँच्नुपर्ने हो? हामी जे जस्तो छौँ प्रकृतिले बनाएका हौँ। त्यसमा हामीलाई कुनै गुनासो छैन। यसैमा हामी सन्तुष्ट र खुसी छौँ। तपाईँलाई मन पर्दैन भने नहेर्नुहोस्, तर आफ्नो समय, ऊर्जा र मानसिकता नकारात्मक शब्द लेख्न खर्चिँदा त्यसको असर अन्ततः तपाईँमै पर्छ। मेरो सहनशीलताको पनि सीमा छ। यदि त्यस्ता गतिविधिले मलाई वा मेरो परिवारलाई मानसिक क्षति पुर्यायो भने कानुनी बाटो अपनाउने जानकारी र अधिकार मसँग छ। म चेतावनी होइन, आत्मसम्मान र सुरक्षाको स्पष्ट सीमा मात्र हो। त्यसैले लामो स्ट्याटस करिश्मा मानन्दरले यसरी लेख्नु भएको छ। उहाँको आफूले करिश्मा मानन्दरको स्ट्याटसमा कमेन्टमा गएर उहाँको छोरीको लागि विभिन्न अलिक अभद्र अपाच्य खालका शब्दहरू प्रयोग गर्नुभएको छ। विभिन्न दर्शकहरूले, विभिन्न अडियन्सले, सामाजिक सञ्जाल प्रयोगकर्ताले कृपया त्यस्तो नगर्न हामी आग्रह गर्छौँ। कतिपयले हाँसोको शैलीमा व्यङ्ग्यात्मक रूपमा लेखेका छन्, कतिपयले एकदमै अभद्र शब्दहरू पनि प्रयोग गरेका छन्, बडी सेभिङको कुरा गरेका छन्, उहाँको शरीरलाई लिएर मान्छेहरूले खिल्ली उडाइरहेका छन्। त्यस्तो नगर्नु भएर तपाईँहरू कानुनी कारबाहीमा पर्न सक्नुहुन्छ। किनभने जब कलाकारले भोलि करिश्मा मानन्दर अथवा उहाँको छोरीले तपाईँहरूको नाम लिएर प्रहरीमा पुग्नुहुन्छ, तपाईँहरू थुनिन सक्नुहुन्छ। तपाईँलाई प्रहरीले कारबाही गर्न सक्छ। त्यसकारणले तपाईँले कुनै पनि ठाउँमा लेख्दा, कमेन्ट गर्दा एकदमै होसियार हुनु होला। कमेन्ट त हो, कमेन्टको भरमा कसले के गर्छ र भनेर नसोच्नु होला। कुनै पनि सामाजिक सञ्जालमा लेख्ने बेलामा एकदमै सजग रहनु होला। हस्, आर्टिस्टसँग सम्बन्धित अन्य जानकारीका लागि आर्टिस्ट खबरलाई सधैँ फलो गर्नु होला। युट्युब, फेसबुक, टिकटक, इन्स्टा सबै सामाजिक सञ्जालमा हामी सक्रिय छौँ।